हेलो एभ्रिवान। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटिसी को सहायक स्तर तह 4 को लिखित परीक्षाको फर्स्ट पेपर एमसीक्यू लिएर म उपस्थित भएको छु। ल सुरु गरौँ है त आजको 30 मोस्ट इम्पोर्टेन्ट क्वेशनहरुबाट। प्रश्न नम्बर 1 मा रहेको छ फोक्सुन्डो तालको पानीबाट कुन झरना बनेको छ र यसको सही उत्तर हो अप्सन ए सोलीगढ झरना। यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ मार्बलका लागि नेपालको कुन ठाउँ प्रसिद्ध छ र यसको सही उत्तर हो अप्सन डी गोदावरी। प्रश्न नम्बर 3 गौरीशंकर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ र यसको सही उत्तर हो अप्सन बी रोलवालिङ। प्रश्न नम्बर 4 चाबुक भन्ज्याङ कुन जिल्लामा पर्दछ र यसको सही उत्तर हो अप्सन डी ताप्लेजुङ। प्रश्न नम्बर 5 माछापुच्छ्रे हिमालको उचाइ कति छ र यसको सही उत्तर हो अप्सन बी 6993 मिटर। प्रश्न नम्बर 6 मा रहेको छ गङ्गा जमुना ताल कुन जिल्लामा पर्दछ र यसको सही उत्तर हो अप्सन डी धादिङ। प्रश्न नम्बर 7 रामेछाप जिल्लाको ठोसे भन्ने ठाउँ कुन धातुको लागि प्रसिद्ध छ र यसको सही उत्तर हो अप्सन डी फलाम। रामेछाप जिल्लाको ठोसे भन्ने ठाउँ फलामको लागि प्रसिद्ध छ। प्रश्न नम्बर 8 मा रहेको छ निम्नमध्ये कुन नदी सप्तगण्डकी नदीको सहायक नदी होइन? कुन चाहिँ होइन सहायक नदी भनेर सोधेको छ र यसको सही उत्तर हो अप्सन सी इन्द्रावती चाहिँ होइन। प्रश्न नम्बर 9 मा रहेको छ दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ र यसको सही उत्तर हो अप्सन ए इलाम। प्रश्न नम्बर 10 सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो र यसको सही उत्तर हो अप्सन डी अरुण नदी। यस्तै गरी प्रश्न नम्बर 11 मा रहेको छ कागबेनी कुन नदीको किनारमा रहेको छ र यसको सही उत्तर हो अप्सन बी कालीगण्डकी। प्रश्न नम्बर 12 माछापुच्छ्रे हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ र यसको सही उत्तर हो अप्सन बी अन्नपूर्ण। प्रश्न नम्बर 13 पिसाङ हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ र यसको सही उत्तर हो अप्सन डी गणेश हिम श्रृङ्खलामा पर्दछ। यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ विश्वको सर्वोच्च टाकुर सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाविसमा पर्दछ र यसको सही उत्तर हो अप्सन डी खुम्जुङ गाविसमा पर्दछ। प्रश्न नम्बर 15 नेपालको कुन ठाउँमा क्रमशः तामा सुन फलाम र कोइला पाइन्छ र यसको सही उत्तर हो अप्सन बी तामा कुलेखानी सुन कालीगण्डकी फलाम फुलचोकी र कोइला चितवन। अप्सन बी यसको सही उत्तर हुन्छ। यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ सूर्यबाट प्राप्त हुने ऊर्जा कस्तो प्रकारको प्राकृतिक स्रोत हो र यसको सही उत्तर हो अप्सन ए अनन्त। प्रश्न नम्बर 17 हावा कस्तो प्राकृतिक स्रोत हो र यसको सही उत्तर हो बी नवीकरणीय। प्रश्न नम्बर 18 पेट्रोलियम पदार्थ कस्तो प्राकृतिक स्रोत हो र यसको सही उत्तर हो अप्सन सी अनवीकरणीय। प्रश्न नम्बर 19 मा रहेको छ नेपालका नदी नालाहरूबाट कति जलविद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको छ र यसको सही उत्तर हो अप्सन बी 83,000 मेगावाट। प्रश्न नम्बर 20 सही जोडा मिलाउनुहोस्। एक साइडमा हामीलाई अब कहिले बनेको हो भनेर त्यो जस्तै गुगल जीमेल जुम हामीलाई एप्सहरू दिएको छ भने अर्कोतिर चाहिँ डेट दिएको छ र यसको सही उत्तर हुन्छ अप्सन सी गुगल सन् 1998 जीमेल सन् 2004 जुम 2011 टिकटक 2016। यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ हिमालय पर्वतबाट उत्पत्ति भएका नदी कुन स्तरका नदी हुन् र यसको सही उत्तर हो अप्सन ए पहिलो स्तरको नदी। प्रश्न नम्बर 22 देवपोखरी नेपालको कुन जिल्लामा अवस्थित छ र यसको सही उत्तर हो अप्सन डी लमजुङ।
प्रश्न नम्बर 23 कुन पक्षीलाई बुद्धि र विवेकको प्रतीक मानिन्छ र यसको सही उत्तर हो अप्सन सी लाटोकोसेरो। प्रश्न नम्बर 24 नेपालमा भारतसँग सिमाना जोडिएका जिल्लाहरू कतिवटा रहेका छन् र यसको सही उत्तर अप्सन डी 27 वटा। प्रश्न नम्बर 25 हेमन्त ऋतुमा कुन कुन महिना पर्दछ र यसको सही उत्तर हो अप्सन बी मङ्सिर पुस। प्रश्न नम्बर 26 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले भएको हो र यसको सही उत्तर हो अप्सन ए विक्रम सम्वत 2079 पौष 17 गते। प्रश्न नम्बर 27 मा रहेको छ नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो र यसको सही उत्तर हो अप्सन ए विक्रम सम्वत 2013 वैशाख 14। प्रश्न नम्बर 28 मा रहेको छ तमुलोसार कुन जातिसँग सम्बन्धित छ र यसको सही उत्तर हो अप्सन सी गुरुङ जातिसँग सम्बन्धित छ। प्रश्न नम्बर 19 भगवान शिवको धनुलाई के भनिन्छ र यसको सही उत्तर हो अप्सन सी पिनाक। र आजको अन्तिम प्रश्न नम्बर 30 मा रहेको छ बागमती नदीको उद्गम स्थान कुन हो र यसको सही उत्तर हो अप्सन ए बागद्वार। आजलाई यति नै, बाँकी अर्को भिडियोमा लिएर आउनेछु। यस्तै भिडियो हेर्नको लागि मेरो यो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।